हेलो गाइज आज चाहिँ म बालेन शाहको नयाँ गीत जस्तो नयाँ सङ आएर रहेछ होइन झरीपछिको इन्द्रेणी भन्ने मुभीको एउटा टाइटल सङ जस्तै होइन त्यो चाहिँ आफ्नो त्यो ट्रिब्युट पनि छ है आफ्नो बुवाहरूको लागि सबै बुवाहरूको लागि पनि छ त्यो चाहिँ रियाक्सन गर्न गइरहेको छु त्यो चाहिँ म बिचमा बोलेर हजुरहरूलाई चाहिँ डिस्टर्ब गर्ने झ्याउ गर्ने कामको चाहिँ गर्दिनँ है तर सुन्नु होला है पुरै गीत है त सुरु गरौँ है त ल सुन्नु होला यति बेला हो घर आउने 5 बजे अफिस छुट्टी हुन्छ कहाँ गएको सबैजना अफिस जान्छन् त न फोन उठाउँछौ घर परिवारको अवस्था व्यस्त केही छैन है बाहिरै बस भित्र छिर्नु पर्दैन म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी टिल्टीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय होमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भवसागरलाई तरेर के लेख्या छ निधारमा के भएन पढेर चाप्लुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिन कहिले समाज नै दुश्मन भो अहिले छोरा खिचखिच गर्छ जहिले हातमा आइफोन छ भन्नुस् के दिनु भो तपाईले छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे गोर्लेको पकेटमा हात्ती महँगो घडी लाको रे हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु दिनदिनै म मर्दैछु औला मुख जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिन नि आउला कतै नानु तिमी नरुनु है अर्को महिना किनिदिन्छु नि न्याउरो चाहिँ नहुनु है यसपालि चाहिँ ऋणी हुन्छु बुढी मलाई माफी देऊ चाँडै बाला झिकिदिन्छु तिमी नै त साथी हौ न रिसाउ किन दुखी हुन्छौ नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना तिमी बुझ्न सक्छौ बिन्ती फकाइ फुलाई राख न ठुला हुँदै घर उही सानै छ आफन्तहरू आकाश छुँदै भर मेरो ज्यानै छ भित्र मन मेरो रुँदै आँखा सामु च्यानै छ साँझ मेरो ढलिसक्यो यिनीहरूको बिहानै छ हौसला यो गलिसक्यो जोस जागर जलिसक्यो होस बेगर बरालिँदै गन्तव्यको बाटोमा केही बोल्न सकेको छैन होइन मूर्ख लाटो म हेर्न सक्दिनँ आफ्नै ऐना इज्जत मिस्यो माटोमा मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हात हुँ म लुटेराको जमातमा छाया नि हुन्न साथमा रमाइलोमा सँगै दुःखमा छोड्ने समाजमा मनमैलो यो होइन पीडा छ मेरो आवाजमा कथा नौलो होइन नसुनाइ बसेको लाजमा आज म बिन्ती गर्छु माफी माग्छु बाबु मेरो माया गर्छ तँलाई धेरै गरिब छ यो बाबु तेरो स्थिति यो बुझ्दै मेरो बाँच्नु पनि छ अप्ठ्यारो
कस्तो लाग्यो हजुरहरूलाई? मलाई चाहिँ एकदमै दामी लाग्यो होइन। दामी लाग्यो बालिन्जीको अहिलेको नयाँ गीत। त्यसमा बुवाको अब सबै होइन मेहनतहरू अब होइन छोराछोरी खुसी राख्नुको लागि अनि त्यो भयो अनि त्यो कुरालाई पनि लिएको छ। त्यो साथसाथै अब सबै राजनीतिको बारेमा त यति कुरा पनि आएको छ सायद त्यो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भने जस्तो होला। त्यो बुझ्नु होला अब फेरि एकचोटि युट्युबमै गएर हेर्नु होला होइन। युट्युबमै गएर अब त्यही अब बालिन्जीको उसमा च्यानलमा गएर हेर्नु होला राम्रो छ। अनि यो सङ चाहिँ अब झरीपछिको इन्द्रेणी भन्ने टाइटल सङ रहेछ त्यो मुभीको होइन। अनि त्यसको लागि पनि अब त्यो मुभीको लागि पनि सफलताको धेरै धेरै शुभकामना अनि बालनजीलाई पनि धेरै धेरै धन्यवाद। राम्रो राम्रो कन्टेन्टहरू अब सङहरू लिएर आउँछ, कन्टेन्ट भन्नु मिल्दैन। अब सङ्ग्सहरू होइन र अब आफ्नो ऱ्यापको हिसाबले निकाल्नुहुन्छ। अब के घटिरहेछ होइन सबैको उसमा अब सायद त्यो मुभीको कम्बिनेसन पनि होला। त्यसको लागि धेरै धेरै धन्यवाद। थाहा छ हामीले अब बालनजी के कस्तो हुनुहुन्छ भन्ने चाहिँ होइन। अब त्यो आफ्नो बुझाइमा भर पर्छ हेर्नुहोस्। त्यसको लागि अब त्यति भन्दै चाहिँ अब हजुरहरूमा त्यो अब बिदा हुन चाहन्छु। धन्यवाद।